Hello and good morning everyone. This is हामी म र हाम्रो घरबेटी आन्टी कार्यकन्टी दक्षिणकाली मन्दिर दक्षिणकाली मन्दिर जान लागेको। सो बिहान अहिले चाहिँ बिहानको 6 बजिसकेको छ। अब हामी यहाँबाट कहाँ जान्छौँ र आन्टी भन्नुस् त? यताबाट नि यहाँबाट लगनखेलबाट बल्को है कि सिधै बल्खु नै आउँछ बल्कुबाट जाने? त्यसो भने फर्स्ट यहाँबाट लगनखेल जाने। ठिकै छ, दिदी नभए नि त्यहाँ ल्याउनु जानुपर्ने होला नि त। ल दाइ गाइस, अब हामी लगनखेल भेटौँला। अहिलेको लागि चाहिँ भिडियो स्किप गरेँ। हजुरहरूलाई सिधा लगनखेल भेट्ने भनेको, तर हाम्रो घरबेटी आन्टीको भतिजी नआएर हामी चाहिँ त्यहाँ ग्वार कुनेर बसिरहेका थियौँ। सोही क्रममा ललितपुर महानगरपालिकाको 4 फाल्ने ट्रक आएर 4 उठाइरहेको थियो। Now guys, we are in bus. अब एकछिनपछि हाम्रो यात्रा जारी हुनेछ यहाँबाट है त। बसमा बसिसक्नु भयो। घण्टाको पर्खाइपछि हाम्रो यात्रा सुरु। यात्राको क्रममा लगनखेल भन्दा अलि अगाडि मैले एउटा यस्तो राम्रो रुख देखेँ जुन चाहिँ रोडको बीचमा सिंगल उभिरहेको थियो। सिन हेर्दा हेर्दै हामी पुग्यौँ मेन रोडतिर, जुन चाहिँ बल्कु हुँदै हाम्रो लोकेसनतर्फ लाग्थ्यो। करिब 1-2 किलोमिटर अगाडि गइसकेपछि हामी पुग्यौँ बल्कुको प्रहरी चेकपोस्टमा, जहाँ चाहिँ ड्राइभर दाइले यात्रुहरूलाई ठाउँ नपुग्ने गरेर उभ्याएर हाल्नु भएको थियो। बल्कुदेखि 2-3 किलोमिटर अगाडि पुगिसकेपछि एउटा पहाडमा सुन्दर कटेज जस्तो दृश्य देखियो, जहाँ चाहिँ घुम्न आउने टुरिस्टहरूको बसोबास हुने ठाउँ जस्तो थियो। करिब आधा घण्टाको यात्रापछि हामी पुग्यौँ चोबा डाँडामा, जहाँ चाहिँ एउटा बाजे झर्नु भयो। सायद उहाँको घर चाहिँ त्यहाँ हुन सक्छ। ड्राइभर दाइले पैसा गनिसकेपछि हामीले गऱ्यौँ हाम्रो यात्रा जारी। समयको यात्रापछि हामी पुग्यौँ चालनाखेल, जहाँ चाहिँ हरियाली नै हरियाली थियो। त्यो हरियाली देखेर म जन्मेको ठाउँको याद आयो मलाई। ठाउँको नाम के हो दाइ? हजुर हैन त्यो ठाउँको नाम चाहिँ बासबारी। ड्राइभर दाइलाई ठाउँको नाम सोद्धाखेरि दाइले चाहिँ नेपालको झन्डा भन्नुभयो, किनभने नेपालको झन्डा माथि डाँडामा बनेको थियो, जुन झन्डा देखेर मलाई मेरो ठाउँको याद आयो। ड्राइभर दाइसँग अलि रमाइलो गर्दै हामी बासबारी भन्दा धेरै अगाडि आइपुगेछौँ। यी पहाडमा बनेको घर देखेर मलाई मेरो ठाउँको याद आयो, जहाँ चाहिँ जुम्लादेखि धेरै तल मानमा भन्ने ठाउँ यसै गरी पहाडमा घर बनाएका थिए, जुन चाहिँ निकै राम्रा र आकर्षण गर्ने टाइपका घरहरू थिए। करिब 10 किलोमिटर ट्राभल गरिसकेपछि हामी पुग्यौँ भन्ज्याङ भन्ने ठाउँमा, जहाँ चाहिँ एउटा घरले मलाई निकै आकर्षण गर्यो, जुन चाहिँ घर हो कि आश्रम हो मलाई थाहा भएन। हजुरहरूलाई के लाग्छ कमेन्ट गर्न नबिर्सिनुहोस्। भन्ज्याङदेखि धेरै अगाडि आइसकेपछि ट्राफिक दाइहरूले बाइक सवारी र अन्य गाडी सवारीहरूलाई चेक गर्दै हुनुहुन्थ्यो। भन्ज्याङदेखि करिब 2 किलोमिटर अगाडि हामी डोल्मु भन्ने ठाउँमा पुग्यौँ, जहाँ चाहिँ टुरिस्टहरूको आवाजातको कमी नहुने रहेछ। डोल्मुबाट धेरै अगाडि आइसकेपछि हामी पुग्यौँ नारायणघाट, जहाँ चाहिँ माछा पनि पालेका थिए। मैले हजुरहरूलाई माछा देखाउन सकिनँ, माफी चाहन्छु। नारायणघाटबाट धेरै अगाडि आइसकेपछि हामी पुग्यौँ पार्थिङ भन्ने ठाउँमा, जहाँ चाहिँ ड्राइभर दाइको घर रहेछ। उहाँले ल्याएको सामान आफूले आफ्नो घरमा राख्नु भयो। त्यसपछि हामीले हाम्रो यात्रा जारी गऱ्यौँ। करिब 16.5 किलोमिटर ट्राभल गरिसकेपछि हामी पुग्यौँ दक्षिणकालीन मन्दिर, जहाँ चाहिँ 2टा गेट थिए, एउटा चाहिँ ओडामा जाने, अर्को चाहिँ मन्दिरतर्फ जाने गेट। धेरै समयको यात्रापछि हामी मन्दिर पुग्नै लागिसकेका थियौँ कि ड्राइभर दाइले 11:30 हजुरहरू यही ठाउँमा उपस्थित हुनुहोला, गाडी यति बजे जान्छ भनेर हामीलाई भन्नुभयो। करिब कति हामी कति हिँड्यो होला? 1 घण्टा बेसी होला नि, कति 1.5 घण्टा। सो गाइस 70 किलोमिटर ट्राभल गरिसकेपछि अहिले चाहिँ हामी यहाँ दक्षिणकाली मन्दिर पुगिसकेका छौँ। अब केही समय यहाँ चिया खाएर अब हामी चाहिँ तल मन्दिरतिर जानेछौँ है त गाइस। यहाँको दृश्य हेर्न सक्नुहुन्छ हजुरहरूले। हाम्रो आन्टी यता के भन्छन् त बाबाहरूलाई, हामी राम्रो ठाउँमा आयौँ। गाडीको यात्रा कस्तो लाग्यो हजुरलाई? गाडीको यात्रा ठिकै छ। हो
यस्तो गाह्रो त केही भएन नि छैन ए मान्छेलाई गाडीको यात्रा के को गाह्रो हुन्छ कतिको देखेको हाम्रो चिया आयो है गाइस म चिया पिइरहेको थिएँ कि मैले दुईजना राम्री बहिनीहरूलाई भेटेँ र म उनीहरूसँग गफ गर्न लागिहालेँ। के हो तिम्रो नाम अनुष्का दार्जी हो किन आएको यहाँ घुम्न आएको यहाँ हैन मन्दिर ए मन्दिर त्यही त घुम्न त आएको मन्दिर कोसँग तिम्रो मम्मीसँग कोसँग मम्मीसँग ए हो ल राम्रोसँग घुम है के हो तिम्रो वाट्स योर नेम समीक्षा दार्जी समीक्षा के रे समीक्षा दार्जी दर्जी दार्जी दर्जी ए ए कति राम्रो हो दिदी एक्चुअली तपाईको नाम सोचिरा है हस् तपाईको नाम के हो मेरो नाम चाहिँ राजेन्द्र राजेन्द्र कोही दुईले जना नजिक बस्छ त तिमीहरू वाउ ब्युटी सेम रहेछ है तपाईँ भ्लग बनाउनुहुन्छ हो केही समय बहिनीसँग गफ गरिसकेपछि आन्टीले एउटा लोकल कुखुरा किन्नुभयो जुन चाहिँ देउताले चढाउँदाखेरि राम्रो हुन्छ भनेर। पूजाको सामग्री किनेर हामी मन्दिरतर्फ लागिरहेका थियौँ कि हामीलाई फोटो बनाउनुहोस् भनेर धेरै मान्छेहरू आए। एडभर्टाइज अहिले उता हामी पूजा गर्न जान लाग्छ आउने बेला यसरी टिका लाग्यो फुलमाला बोकेको बनिरहेको छ नि एकछिन आउला नि होइन आउँछु कि मन्दिरतर्फ बढिरहेका थियौँ कि हामीले बच्चाहरूको लागि खेलौनादेखि लिएर महिलाहरूको लागि मालादेखि लिएर केटाहरूको लागि ब्रासलेटसम्म त्यो मन्दिरको बाहिर धेरै थिए। सो गाइस अहिले चाहिँ हामी दक्षिणकाली मन्दिर पुगिसक्यौँ। अब एकछिनपछि हामी पूजा गर्नेछौँ। हामीले हजुरलाई रोकेको सो सुरुवात चाहिँ यस्तो देखेर भइरहेको अहिले देखाउँछु म हजुरलाई यहाँ आइसकेपछि है यहाँको पार्कहरू। आन्टीले पूजा गरेर भालेसम्मै देउतालाई चढाएर मरेको भाले ल्याएर आइसक्नु भएको थियो। According to story of this दक्षिणकाली मन्दिर, यो मन्दिर चाहिँ राजा पत्तामल्लले बनाउनु भएको थियो रे। यस मन्दिर अनुसार यहाँ भएको माता चाहिँ भारतबाट नेपालमा ल्याएका हुन् रे। माताको फेस बिग्रेको छ अरे यो मन्दिरभित्र चाहिँ, किनभने माताका भक्तजनले नरियल फुटाल्दा माताको फेसमा माताको 7 साइज हराइसकेको छ अरे। सो भिडियो बनाउने क्रममा यहाँ चाहिँ भिडियो बनाउन मिल्दो रहेछ, एउटा दाइ आएर मलाई रोक्नु भयो। सो गाइस सुधा चाहिँ पाडे भएको छ है, देख्नु भयो कि नै? घन्टा बजाउने क्रममा घन्टी बजाउने क्रममा मेरो हातमा फोन भएको कारणले मैले घन्टी बजाउन पाएन। यो बाटो चाहिँ माथि माथा भएको ठाउँ जाने बाटो हो। धन्यवाद। अनि चाहेको हो सोचेको कुराहरू सबै पुरा हुन्छ अरे है त गाइस। सो बाहिरतिर देख्नुहुन्छ हजुरहरूले धेरै डिफ्रेन्ट टाइप्सको स्ट्याचुहरू छ। लगाउनु त गीत हाम्रो दुईजना आन्टी यत्रो बाटो हिँड्दा यहाँ थाकेर यहाँ बसेछ। के गर्नु तपाईँ अझै 2 घन्टाको बाटो हिँडेर माथि पुग्छु भन्नुहुन्छ, सक्नुहुन्न हजुरहरू। तपाईँको त चाँदीको सिक्री नि गर्मीले गर्दा कालो भइहाल्छ नि फेरि। हो के हो त अब यात्रा जारी गर्ने हो त? यात्रा जारी गर्ने हामी जाने हो। अब यो आमालाई त भेट्ने हो, अर्को आमालाई त बाउले ल्याएपछि मात्रै भेट्ने। ल चल्दियो त आउनु बिस्तारै भेट्नु कता जानु त अब। यही समय हाम्रो दुईजना आन्टीको मिठो गफ सुनेर हामी पुग्यौँ माता भएको ठाउँमा, जहाँ चाहिँ हाम्रो स्वागत यो ऐनाले गर्यो।
म ऐना हेर्दै कपाल खोर्दै गरिरहेको थिएँ कि एउटा दाइले म पनि आउन मिल्छ भन्नुभयो। मैले हस् आउनु न मिल्छ भनेर भने। सो गाइस म चाहिँ बाहिर छु, हाम्रो आन्टीहरू चाहिँ भित्र पूजा गर्न जानु भएको छ। सो म चाहिँ भित्र जान झौलाएर भित्र गएको छैन। मलाई यो मिरर चाहिँ अति मन पर्यो है गाइस, जुन ब्याकग्राउन्डमा देखिरहनु भएको छ नि हजुर, यो मिरर चाहिँ को अब के चाहनाहरू छ भने चाहिँ हजुरले यहाँ माग्न सक्नुहुन्छ है। हजुरहरूको चाहनाहरू हजुरले माग्नु भयो भने यहाँ पुरा हुन्छ भन्ने एउटा परम्परा छ, जुन चाहिँ हुन नि सक्छ, हुन्छ पनि। सो म चाहिँ के माग्न चाहन्छु भन्दाखेरि आउँदो यो 12th क्लासको इक्जाममा मेरो केटाहरू सबैजना फेल होस् है, म मात्रै पास हो। अनि अरू चाहिँ त्यस्तै हो गाइस, मैले सोचेको कुराहरू सबै पुरा होस्, मजा गरेको है केटाहरू। सो मेरो केटाहरूको नि इक्जाम बबाल होस्, सबैजना पास हो, कोही पनि फेल भयो भनेर सुन्न नपाऊँ है, यो कानले नसुनोस्। हाम्रो माताजीको आशीर्वाद लागोस् है सबैजनालाई, त्यही भन्न चाहन्छु गाइस। सो मन्दिर चाहिँ निकै तलको चाहिँ छोरीको चाहिँ निकै मन पर्यो, किनकि त्यहाँ धेरै कुराहरू मेन्टेन गरेको छ है। अब हजुरहरूको पुरानो स्ट्याचुदेखि लिएर भनौँ न हात्तीकोदेखि गैँडादेखि लिएर पाठे बाघदेखि लिएर सम्पूर्ण कुराहरू त्यहाँ इन्क्लुड गरिएको छ। सो माताकोमा चाहिँ अब के छ, यो एउटा यो मन्दिर छ, यो मन्दिरमा आएर पूजा गर्नुहुन्छ अब सम्पूर्ण आमाहरूले। तपाईँलाई अब तलको बारेमा पनि म भन्न जानेछु। घुम्दा घुम्दै मैले रहस्यमय कुरा पत्ता लगाएँ। के कुरा हो भन्दाखेरि आमाले चाहिँ रगत खानु हुने रहेन रहेछ, छोरीले चाहिँ रगत खाने रहेछन्, त्यही भएर छुट्टा छुट्टै राखेको रहेछ। मागेको कुरा चाहिँ पुरा हुन्छ है, माग्नु होला हजुरहरूले के माग्नुहुन्छ त्यो बालेर चाहिँ माग्नुपर्छ होला नि, कुनै कुराहरू पुरा हुन्छ होला है। के माग्नु भयो त? मैले फोटो मात्रै खिचेर मागेको अहिले चाहिँ 12को इक्जाम हुँदैछ नि त। त्यही माग्नु भने 12 इक्जाम दिने मेरो साथीहरू सबैजना फेल होस्, म पास हो भनेर मजा गरेको हो। आम जस्ट किडिङ है गाइस। मलाई फेरि अनसब्सक्राइब गरिदेला नि केटाहरूले यो भिडियो हेऱ्यो भने। बालेर यहाँ चाहिँ केही माग्नुपर्छ। मलाई त्यस्तो खास त केही माग्नु छैन, अल ड्रिम बिकम्स ट्रु है, सबै सोचेको सपनाहरू पुरा होस् त्यही भन्न चाहन्छु। अनि के होइन त्यस्तो बिस्तारै बिस्तारै घरतिर पनि लाग्ने होला। तपाईँ खुसी त हुनुभयो नि ल, मलाई खुसी छु तर हामी माथि आउन सकेन, अब यहीँबाट हामीलाई आशीर्वाद दिनुहोस्, हामी फर्किन्छौँ यहाँबाट भन्नु न होइन। तपाईँको पिस पिस गराएर पनि काटेको हुन्छ नि, त्यो गरे पनि भूत आउँछ, अनि सिङ्गो नकाटेर लगे नि भूत आउँछ कि। सो मधुर हौ हजुर। उता 250 भनिरहेको थियो, खोइ बनाइदिन्छ होला सायद। यो दुधबाट त बन्छ होला है दिदी? नै मलाई म खाँदैन, मलाई ठिकै लाग्दैन तपाईँको लागि। सदा सुखी रहनु, भाग्यमानी हुनु, दिएर खान लाउनु, सदा पुगोस्, कहिले बाधा नपरोस्, लक्ष्मी नारायणले बास गर्नुहोस्। जय लक्ष्मी नारायण। हे दक्षिण काली आमा, दक्षिण काली त्रिवेणी हो, महाकाली भद्रकाली रक्षा गर्नु, भाग्यमानी हुनु, दिएर खान लाउनु, सदा पुगोस्। कुन हातमा हो? यो हातमा। रक्षा गर्नु, इच्छा पूर्ण होस्, सुख शान्ति होस्, मनमा जे इच्छा छ पुरा गर्छु माता रानी। दक्षिण काली माताले आँटेका ताका इच्छाहरू पूर्ण होस्, सुख शान्ति होस्, भाग्यमानी हुनु, दिएर खान लाउनु, सदा पुगोस्, कहिले बाधा नपरोस्, लक्ष्मी नारायण वासुदेव। मेरो तर्फबाट हजुरलाई ल।
भयो यताबाट यता घुम्दै जाउँ न आँटे यसो गर्नुहोस् न, यहाँ आउनु पर्यो। हातमा पनि नपारिदिनु लगाइदिएको झर पसिना आइरहेको छ गर्मी भइरहेको ल ल के उताबाट जाने यता घुम्दै जाउँ न आँटी यता माथि उ छ कि मलाई यता ल्याउनु न उहाँलाई घुम्दै जाऊँ क्या? घुम्दै जाऊँ न भनेको, यता भएर यता उता माथि मूर्तिहरू के छ कि घुमेर जाउँ म ल यहीँबाट हाम्रो आन्टीले छोरा मैले हाम्रो पर्यो चाहिँ अब छोरीको बास माथि चाहिँ आमाको बास छ सो सम्पूर्ण साथीहरू यहाँ यो मन्दिर हेर्न आउनुहुन्छ भने चाहनुहुन्छ भने चाहिँ आउनु होला एकदमै राम्रो छ सो गाइस यहाँ चाहिँ यति राम्रो छ कि यो मन्दिर चाहिँ है एकान्त तल खोलामा है दुईवटा खोला मिलेर एउटा खोला उता एउटा खोला यता आएर हेर्न सक्नुहुन्छ गाई धोएको है यस्तो छ हाम्रो गाईलाई धोइरहेको अवस्था उता चाहिँ बाछी छ उता हेर्न सक्नुहुन्छ उता चाहिँ बाछी भयो होइन यो बनाउने मान्छेलाई मान्नै पर्छ है गाइस के डिटेल छ कि यति राम्रो बनाएको छ कि पुरै छोडिदिने यस्तो राम्रो बनाएको छ है हेर्न सक्नुहुन्छ हजुरले यो हेर्न चाहिँ आएको कि म यस्तो हस् दिनु न आहा जङ्गलको राजाले चाहिँ हाम्रो मृग मार्न लाग्यो पाकिसकेको है अन्टे अलि यताबाट यस्तो छ गाइस सो स्ट्याचु चाहिँ वान अफ द बेस्ट मलाई यति डिटेल फुल है केही पनि मिसिङ नभएको राम्रो लाग्यो हाम्रो हिरन जरायो उता चाहिँ हाम्रो के थियो भने चाहिँ गैडाहरू ऊहरू थियो हात्तीहरू उताल्लो भागमा के छोडिदिनु तर गइहाल्नु सो गाइस हाम्रो अर्ग्यानिक चिज यो चाहिँ अमला लसुन कालो दाल भटमास के को पैसा फेरि त्यो हो हाम्रो आन्टी अनि हाम्रो आजको यात्रा कस्तो भयो त आन्टी आजको यात्रा कस्तो भयो मलाई त राम्रो भयो सो गाइस अहिले चाहिँ अब हामी मन्दिर पूजा गरेर नि अब घरतर्फ लाग्न लागिसक्यौँ अब हाम्रो आन्टीहरू एकछिन त्यो गाइस हाम्रो आन्टीहरू यहाँ नास्ता खाइरहनु भयो अब एकछिन पछि घर जानुपर्छ है त्यही हो आजको भिडियो चाहिँ भनौँ न दक्षिणकाली मन्दिरको थियो जुन चाहिँ मैले हजुरहरूलाई देखाइसकेँ अब यदि हजुरहरूलाई यो भिडियो मन पर्यो भने लाइक एन्ड सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला है त गाइस फेरि पनि हाम्रो आन्टी चाहिँ यता सेलरोटी खाँदै हुनुहुन्छ है हो मजाको सेलरोटी है 2 कप चिया अर्डर अनि केही भन्नु न यो मन्दिरको बारेमा हजुरलाई के थाहा छ यसो न भन्नु न छोरालाई यो मन्दिर जुन चाहिँ अब मन्दिर छ नि हामी अहिले आएको मन्दिर अब तल चाहिँ छोरी भयो है माथि चाहिँ अनि यहाँ आउनुको मुख्य उद्देश्य चाहिँ के हो नि त अनि आउनु धेरै मान्छेहरू आउँछन् तर के कारणले आउँछन् के छ कस्तो छ के खुबी छ आफूले सोचेको आफूले उ गरेको छन् त्यही भनेर आएको छोरा हो सबैजना जाओस् तपाईहरुले सोचेको मागेको सबै कुराहरू सम्पूर्ण हुन्छ अनि मातामा गएको थिइन आज गए त्यो माताले पनि राम्रै गर्ला भन्ने आशा छ त्यही भएर धेरै जसो मान्छेहरू यहाँ दक्षिणकाली मन्दिर ढोकन आउँछन् सो त्यही रूपमा म पनि आएको है म पहिला नि आएको थिएँ तर 1 वर्षमा एकचोटि आयो 2 वर्षमा 2 चोटि आएँ म पहिला चाहिँ साइकल ल्याएर आएको हे गाइज आजको भिडियो सम्बन्धित थियो सो सम्पूर्ण साथीहरूले भिडियो मन पराएपछि लाइक एन्ड सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला फेरि पनि हजुरहरु सामु म
राम्रो नयाँ भिडियो ल्याएर उपस्थित हुनेछु। आजको लागि बिदा भए। हस्त नमस्ते, बाई बाई, सी यू नेक्स्ट भिडियो गाइस।